कुलमान घिसिङ त्यहाँ साइन गर्दाखेरि पार्टी सभापति रवि लामिछाने भनेर अलरेडी फिक्स थियो। त्यो दिनमा त्यही सम्झौतामा पनि छ। प्रधानमन्त्रीको प्रस्ताव बालेन्द्रलाई छँदै थियो हैन। प्रधानमन्त्री र पार्टी सभापति भन्दा ठुलो पद चाहिँ कुन माग्यो कुलमान घिसिङले? पार्टी पद लोभी भन्नलाई प्रधानमन्त्री र पार्टी सभापति त अलरेडी फिक्स थियो। त्यो दुईटा पद त उहाँले मागेन भनेपछि अब त्यो भन्दा ठुलो पद के चाहिँ हुन्छ ल भन्नुस् त मलाई। अनि उहाँले मागेर पद लोभी भन्नुभयो। सरलाई नै हामीले एउटा नेतृत्वको रूपमा किन चुन्यौं त भन्नुहुन्छ भने हिजोको दिनमा उहाँले आफ्नो कार्य अवधिभरमा जुन एक किसिमको योगदान दिनु भएको छ, जुन काम उहाँले गरेर हामीलाई देखाउनु भएको छ, त्यो एकदमै सराहनीय छ। हिजोको दिनमा उहाँ ऊर्जा मन्त्री भइरहनु हुँदाखेरि पनि त्यो लोड सेडिङ जतिखेर नेपालमा भएको थियो त्यति लामो समयसम्म हुने लोड सेडिङ म आफैले पनि भोगेर आएको हो। म विद्यार्थी अवस्थामा भइरहँदाखेरि कुपी बालेर एउटा इन्भर्टर बालेर मैले मेरो परीक्षाको तयारी गरेको दिनहरू मैले आफैले पनि भोगेको छु। र जुनसुकै पनि परिवर्तन अथवा चलाउने ठाउँ चाहिँ राजनीति नै हो हैन। अनि त्यो नीतिगत तहबाटै हुने, जहिले पनि सडकबाट सङ्घर्ष मात्र गरेर नहुने, नीतिगत तहमै पुगेर नीति निर्माण हुने बेलामै हैन समर्थन विरोध तथा नीति आफैले दिने हैन प्रस्ताव गर्न पाउने हिसाबले अब नीतिगत तहमा पुगौँ भनेर राजनीतिमा आउनुभयो। हजुर हजुर फस्नुभयो नि त राजनीतिमा आएर हैन। फस्यो भन्दा पनि अब जिम्मेवारी बढ्यो भनौँ न, जिम्मेवारी बढ्यो भनौँ न। राजनीतिक पार्टी पनि राष्ट्रिय स्वतन्त्र पार्टीसँग गयो, तपाईँहरूको जुन गति दियो त्यो गति धीमा बनाइदियो। किन जानुभयो राष्ट्रिय स्वतन्त्र पार्टीमा? किन पठाउनु भएको तपाईँको पार्टी सभापति कुलमान घिसिङलाई वार्ता गर्न र त्यहाँ पार्टी एकता गर्न किन अख्तियार दियो? यस्तो हुन्छ कि हरेक चिजमा अवसर र चुनौती हैन, गुण दोष सबै हुन्छ, बराबर नहोला, धेरै होला। जे भयो राम्रो भयो, जे हुँदैछ राम्रो हुँदैछ, जे हुन्छ राम्रो हुन्छ भन्ने सोचेर जाउँ हैन। अब के छ भने कुलमान घिसिङ एउटा सोझा राम्रो केही गरौँ, योगदान गरौँ भन्ने जसलाई मलाई चाहिँ फिलिङ्स के लाग्छ भने होइन, त्यो मिडिया मानुपुलेसन र एउटा यो कस्तो भने तयार गरिएको एउटा भाष्य हो हैन। मैले कुलमान घिसिङलाई साथ दिएको कारण चाहिँ मलाई कुलमान घिसिङ स्वभाव जस्तो लाग्छ कि अब सोझोपना होइन, केही गरौँ राम्रो गरौँ भन्यो, ठिक छ, राम्रो गर्नलाई हात मिलाउँ भन्यो, उहाँले मिलाउनु भयो। तर यसरी धोका पाउँछ भन्ने त थिएन नि, टेडकम हुन्छ भन्ने त थिएन नि होइन। धोका कुलमानजीले कसरी दिन्छ भन्नुहोस् त? उहाँले पद लोभी भनेर कुरा आयो होइन। एक नम्बरमा आरोप लाग्यो पद रविजीले कि बालेनजीले होइन, त्यो चाहिँ मलाई थाहा भएन, दुवैले हो कि होइन। अब यो सुन्नुहोस्, कुलमान घिसिङ त्यहाँ साइन गर्दाखेरि पार्टी सभापति रवि लामिछाने भनेर अलरेडी फिक्स थियो। त्यो दिनमा त्यही सम्झौतामा पनि छ। प्रधानमन्त्रीको प्रस्ताव बालेन्द्रलाई छँदै थियो हैन। प्रधानमन्त्री र पार्टी सभापति भन्दा ठुलो पद चाहिँ कुन माग्यो कुलमान घिसिङले? पार्टी पद लोभी भन्नलाई प्रधानमन्त्री र पार्टी सभापति त अलरेडी फिक्स थियो। त्यो दुईटा पद त उहाँले मागेन भनेपछि अब त्यो भन्दा ठुलो पद के चाहिँ हुन्छ ल भन्नुस् त मलाई। अनि उहाँले मागेर पद लोभी भन्नुभयो। समानुपातिक सूचीको धेरै समानुपातिक सूचीमा आफ्नो कार्यकर्ता हुनु पर्यो भन्ने दावा गर्नुभएको छ। समानुपातिक सूचीमा त हो, सही होइन, कब्जा भन्ने कुरा हुँदैन। मिलिसकेपछि कब्जा भन्ने कुरा हुँदैन, बुझ्नु भएन? तपाईँले अहिले मलाई इन्टरभ्यू लिइरहेछ होइन, मलाई फसाउनलाई लियो भन्ने मैले होइन नि। तपाईँको धर्म हो, तपाईँको कर्म हो, तपाईँले इन्टरभ्यू लिने हो होइन। के बोल्ने कसो बोल्ने मेरो कुरा हो नि होइन। भने जस्तै सुन्नुहोस्, होइन सुन्नुहोस्, एउटा कुरा के हुन्छ भने एउटा वर्डको कुरा हुन्छ, वचनको कुरा हुन्छ, इमान्दारिताको कुरा हुन्छ। हेर्नुहोस्, त्यो इमान्दारिता उहाँहरूमा भएन। अब जस्तो समानुपातिककै हिसाबले लिने हो भने बालेन्द्रजीसँग 26 सिट दिनुभएको रहेछ होइन। अनि बालेनजीको कुनै पार्टी बनिसकेको थियो र थिएन, कुनै जिल्ला कमिटीहरू बनिसकेको थियो र थिएन। उज्यालो नेपालमा त धेरै मान्छे आबद्ध भइसकेको थियो नि त होइन। साङ्गठनिक रूपमा आबद्ध भइसकेपछि तपाईँको चाहिँ 26 जना माग्यो होला। यसमा कुनै त्यो कुलमान घिसिङको लागि मागेको होइन नि त। कुलमान घिसिङलाई पद लोभी कसरी भयो? उहाँले मसँग भएका केन्द्रीय सदस्यहरू धेरैजना यता पनि केन्द्रीय सदस्य बनाउनु पर्छ भन्नुभयो होला। त्यो कुलमान घिसिङ पद लोभी भयो र कुलमान घिसिङको लागि मागेको हो र? त्यो त पार्टी बलियो बनाउन संयुक्त रूपमा, अब त्यो बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी भन्ने नै नाम थियो नि होइन। अहिले पो हामी उज्यालो नेपाल भयो, त्यही राष्ट्रिय स्वतन्त्र पार्टी बलियो बनाउनै माग्नु भएको नि होइन भन्दा उहाँले त्यो क्यापासिटी देख्नु भएको छ, आफूसँग भएका मान्छेहरूको त्यो पोटेन्सियलिटी देख्नु भएको छ भनेपछि यो मान्छेहरू चाहिँ चाहिन्छ है।
भनेर भन्दै गर्दाखेरि नेटर्ने भनेको त उहाँहरूको चाहिँ नि गल्ती नि उहाँहरूको ब्लन्डर हो। रवि लामिछानेहरूले ब्लेम लगाइराख्नु तपाईँलाई। त्यो गलत हो नि, त्यो आरोप लगाउने अनि त्यसपछि मिडिया मानुपुलेसन हेर्नुहोस्, मिडियाले पनि अब हो गर्ने होइन। जस्तै म तपाईँलाई एउटा प्रश्न गरौँ, सुन्नुहोस्, एउटा प्रश्न के भने जुन दिन हस्ताक्षर भयो त्यो दिन कुलमान घिसिङले मन्त्री पद छोड्नुपर्छ भन्ने कुरा उठेन? उठेन 15 दिनमा पनि उठेन, के अरे 1 हप्तामा पनि उठेन, तर 12औं 14औं दिनमा उठ्यो। त्यसपछि 3 जनाको उठ्या थियो, कुलमान घिसिङ, जगदीश खरेल, बब्लु गुप्ता होइन। कुलमान घिसिङले राजीनामा दियो, अब सक्यो, के हो? अनि बब्लु गुप्ता र जगदीश खरेल कुनै कुवामा गएर नुहाएर आएर चोखो भयो? खै के भयो त? ल भन्नुहोस् न होइन, यो कुराहरू किन उठ्दैन? घिसिङलाई मात्रै हेपियो, टार्गेट गरियो। टार्गेटै त हो नि होइन, 3 जनाको नाम देखाइयो। कुलमान घिसिङले राजीनामा दियो, अब बब्लु गुप्ता र जगदीश खरेलको राजीनामा खोइ त ल भन्नुहोस्। मैले तपाईँलाई पनि सोधेँ होइन, यसरी यो एउटा मानुपुलेसन छ। हेर्नुहोस्, कुलमान घिसिङले आफ्नो लागि के माग्यो? प्रधानमन्त्री माग्यो, मागेको छैन। पार्टी सभापति मागेको छैन। प्रधानमन्त्री र पार्टी सभापति भन्दा त्यहाँ ठुलो पद छैन होइन। भनेपछि उहाँलाई कसरी पद लोभ्यो भन्ने? अब केन्द्रीय सदस्य चाहिँ उज्यालो नेपालमा भएकालाई अलिक बढीलाई समेट दिनु भनेको त्यो कुलमान घिसिङको लोभ होइन। कुलमान घिसिङले त्यो देखेको आफ्नो केन्द्रीय सदस्यहरूमा देखेको योग्यता र क्षमतावान छ, उनीहरूलाई नछोडौँ, उनीहरूलाई यसमा समाहित गऱ्यो भने हामी स्ट्रङ हुन्छौँ भने। अब त्यो आफै डराएर वनको बाघले खाओस् नखाओस्, रवि र बालेनलाई मनको बाघले खायो। के देख्यो भन्दा कुलमान घिसिङसँग त राम्रै टिम रहेछ, नाम देख्यो होला, ओहो यो टिम सबै यहाँ हामीले केन्द्रीय सदस्य बनायो भने त भोलि चाहिँ नि हामीलाई नै अप्ठ्यारो पर्छ कि भनेर उहाँहरूले सोच्यो होला। बरु त्यसैले उहाँहरूले एकतर्फी रूपमा एकतामा जान सकिँदैन भनेर भनेपछि कुलमान घिसिङले ओके, अनि त्यसपछि छुट्यायो। अब पार्टी गतिमा ब्रेक लाग्यो। पार्टीको ब्रेकलाई चाहिँ कसरी गतिमा रूपान्तरण गर्नुहुन्छ? गइसक्यो नि अहिले। तपाईको पार्टी अध्यक्षलाई हामी भावी प्रधानमन्त्री बनाउँछौँ, कुलमान घिसिङलाई भावी प्रधानमन्त्री बनाउँछौँ भनेर भन्नुभएको छ। त्यो छ नै होइन, त्यो छ नै, सुन्नुहोस् न, त्यो छ नै होइन। र के त भन्दा ब्रेक उज्यालो नेपाललाई लागेन जस्तो लाग्छ। तपाईँ हेर्नुहोस्, उज्यालो नेपालका कुनै केन्द्रीय सदस्य, कुनै नेताले वक्तव्यबाजी यो ऊ गरेर हिँडेको छैन होइन। वक्तव्यबाजी, मिडिया मानिपुलेसन, यता गर्यो उता गर्यो, यहाँ उहाँ भनेर बरबराउँदै हिँडेको छ। हेर्नुहोस्, कुलमान त बरबराउँदै हिँडेको छैन, रविजी पनि त हिँड्नु भएको छैन, उहाँहरूको छैन त। ल भन्नुहोस् न, यता उता यो ऊ सबै के कस्तो भने एउटा कुरा हुन्छ अरे के, कुनै पनि सामानहरू राम्रो चल्यो भने छ नि त्यसको नक्कली बन्छ अरे होइन। अनि नक्कली बनेपछि त्यो नक्कली बनाउनेले चाहिँ नक्कलीदेखि सावधान भनेर लेख्छ भने जस्तै के, त्यो चर्चा उहाँहरूको अरू होइन। यो जान्छ, अगाडि बढ्छ होइन, बढिरहेछ। अब कुलमान घिसिङ होइन ठुलो चाँडो प्रधानमन्त्री हुने नै हो होइन। त्यो देखेरै उहाँहरूले त्यो बुझ्यो के, त्यति दिनमा उहाँसँग कुरा गर्नु पायो, उहाँसँग काम गर्नु पायो, नजिक हुनु पाएन होइन। त्यो क्षमता देखिसकेपछि उहाँहरू डराउनु भयो होइन। खास अब उहाँहरू डराउनु भयो, अनि त्यो वनको बाघले खाओस् नखाओस्, मङ्गलु बाघले खायो उहाँहरूलाई। त्यही भएर उहाँहरू चाहिँ छुट्या हो क्या। अब राजरामजी अलिकति तपाईँको व्यक्तिगत कुराकानी गरौँ। लामो समय एउटा अभियन्ताको रूपमा काम गर्नुभयो, सरसफाइ अभियन्ता, खोला किनारको बस्तीको सन्दर्भमा तपाईँले अहिले पनि उठाइरहेको छु, मैले अहिले पनि उठाइरहेको छु। टुडी खेल बचाउ अभियान भनेर पनि तपाईँले चलाइरहेको, टुडी खेल खुला मन छ। अब तपाईँले यत्रो सामाजिक क्षेत्रमा काम गर्नुभयो, सामाजिक क्षेत्रमा काम गरेका मान्छेहरूको अल्टिमेटली गोल तपाईँ राजनीतिमा आइ नै सक्नुभयो। राजनीतिमा आएपछि एकचोटि जनताबाट निर्वाचित भएर म पार्लियामेन्ट्री बनौँ भन्ने सोख तपाईँको पनि होला। कहाँबाट लड्ने चुनाव? त्यो कस्तो, म ललितपुर क्षेत्र नम्बर 3 अथवा 2 यो दुईटा मध्येबाट लड्छु। ललितपुर क्षेत्र नम्बर 3 प्रायोरिटीमा छ, 2 बाट लड्छु। र के त भन्दाखेरि जित्नु पर्ने हो, मैले गरेको योगदान योबाट। र चुनाव भनेको मान्छेले कस्तो भने जित्नकै लागि भन्छ होइन, हार्ने चुनावै लड्ने, हार्ने मान्छे भने जित्नु पनि हुँदैन, अलग कुरा हो। एउटा कुरा कस्तो भने चुनाव भनेको त्यो एउटा परीक्षा पनि हो। मैले गरेर काम कारबाहीलाई जनताले कसरी ल्याएछ, मैले कुनै आफूलाई सुधार गर्नुपर्छ कि ममा कुनै गल्ती छ कि, यो एउटा सेल्फ रिकन्साइल गर्ने एउटा अवसर पनि हो क्या होइन। प्रत्यक्षमै हो। समानुपातिकलाई म एकदमै सम्मान गर्छु। समानुपातिक नेपालको निर्वाचन प्रणालीमा यो मिश्रित समानुपातिक भनौँ न होइन, प्रत्यक्ष र समान यति राम्रो हो होइन, यति राम्रो थियो होइन, एकदमै सुन्दर व्यवस्था गरेको हो। तर यसलाई जतिसुकै सुन्दर भए पनि है, लेखाइमा जतिसुकै सुन्दर, नियत खराब भएपछि कसरी बिग्रिन्छ भन्ने कुरा अहिले समानुपातिक लिस्टमा हेर्नुहोस् होइन, यो चिजहरू चाहिँ बदमासी भएको छ। सुन्दर चिज हो त्यो। कस्तो भने जुन चुनाव हुँदैछ प्रतिनिधि सभा, हाउस अफ रिप्रेजेन्टेटिभ होइन, प्रतिनिधि सभा हो। प्रतिनिधि भनेको के हो? प्रतिनिधि भनेको त तपाईँको कसैको उसको प्रतिनिधि त्यहाँ पुर्याउने हो क्या होइन। तपाईँले भोट कसलाई दिने, तपाईँको मताधिकार, मतदान भन्दिनँ है म, दान होइन यो। तपाईँसँग भएको अधिकार कसैलाई प्रत्यार्जन गरेर त्यो वारेसनामा चाहिँ दिने हो क्या। 5 वर्षको लागि त्यो ठाउँको लागि वारेसनामा दिने हो।
ताकि तपाईँले बोल्न पर्ने कुरा त्यो तपाईँको वारिसले बोल्छ, यो मेरो वारिस भनेर वास्तवमा त्यो वारिसनामा दिने चाहिँ काम हो। त्यो वारिसनामा एकचोटि दिएपछि 5 वर्षसम्म चेन्ज गर्न मिल्दैन। अरू वारिसनामा चाहिँ तपाईँले भोलि नै चेन्ज गर्न मिल्यो होइन। अब यसमा रिकल त छैन, 5 वर्ष मिलेन। त्यसैले सोचेर आफ्नो वारिस कसलाई बनाउने हो क्या, तपाईँको प्रतिनिधि। मतदान त हुँदै होइन, यो मतदान भन्ने शब्दै प्रयोग नगर्नुहोस्, निर्वाचन आयोगले सुधार गर्नुपर्छ। मताधिकार, तपाईँले मलाई 1000 रुपियाँ दान गर्नुभयो भने तपाईँले मलाई सोध्न पाउनुहुन्न मैले केमा खर्च गर्छु, कहाँ गरेँ, तपाईँलाई फिर्ता के दान सिद्धो। तर तपाईँले मलाई 1000 सपट्टि दिनुभयो भने के को लागि, कसो हो, कहिले फिर्ता दिन्छस्, के छ मेरो 1000 के अधिकार हुन्छ क्या, अधिकार बुझ्नुभयो, त्यो अधिकार हो है। नयाँ पार्टी खुबै नैतिकताको कुरा गरेर तपाईँहरू पनि थाक्नु भएन, अरू थुप्रै मान्छेहरू पनि थाकेनन्। तपाईँहरूकै साथीहरू जो समानुपातिक सूचीमा तपाईँले हाल्नुभयो, पार्टी गठनको सुरुवाती दिनदेखि हामीले देखेका तपाईँका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा जानुभयो, त्यहाँको समानुपातिक सूचीलाई छोड्न नसकेर यता फिर्ता हुन आउनु भएन। ती साथीहरू, त्यस्ता लोभी पापी साथीहरू ल्याएर तपाईँहरू कस्तो पार्टी बनाउनु खोज्नु भएको छ तपाईँहरू? लोभी पापी नै पनि नभनौँ होइन, राजनीतिक दल र राजनीति भनेको चिज तपाईँको अभियान जस्तो सर चाहिँ नभग्ने रहेछ क्या, अभियान जस्तो सिद्ध हुँदैन। अब यस्तो हो, अब रिमा विश्वकर्माज्यूकै सवालमा अब उहाँले त्यो उचित ठान्नुभयो होला होइन, निक्लिँदाखेरि के गर्ने कसो गर्ने, अब मैले गर्न सक्दिनँ भन्ने उहाँलाई लाग्यो होला नि त। मैले कति गर्न सक्छु त्यो मलाई थाहा हुन्छ कि, तपाईँले कति गर्न सक्नुहुन्छ त्यो तपाईँलाई थाहा हुन्छ नि त। उहाँलाई लाग्यो होला अब म यहाँबाट निक्लेँ भने मैले के गर्न सक्दिनँ, म निकम्मा हुन्छु होइन, जे मैले पाएको छु मेरो योग्यता क्षमताभन्दा बढी पाइसकेँ होइन, त्यसैले बेटर म यहीँ स्थित हौँ, किन भन्दा मेरो त्यो योग्यता क्षमता छैन, फेरि म छोडेर त्योभन्दा माथि जाने भन्ने भएर उहाँ बस्नुभयो होला। मैले भने नि त्यसैले समानुपातिकमा म किन बसिनँ भने समानुपातिकमा होइन, अब यस्तो हो क्या, होइन होइन, समानुपातिक प्रणाली नै, समानुपातिक भनेको निर्वाचन के अरे प्रतिनिधि सभामा पुग्नु पर्ने तर प्रत्यक्ष चुनाव जित्न नसक्नेहरूको लागि हो कि त्यो रिजर्भेसन, त्यसको लागि हो नि त खास पुर्याउनु पर्ने प्रतिनिधि होइन। अब उहाँलाई चाहिँ कस्तो भने उहाँलाई त्योभन्दा अगाडि म क्यारी गर्न सक्दिनँ भन्ने लाग्यो होला होइन। अब उहाँलाई लोभी पापी भन्नुभन्दा पनि के भन्दाखेरि त्यो एउटा समयले होइन, पार्टी अब उता मर्ज हुँदै गर्दाखेरि त्यो हुँदाखेरि गर्नुभयो। अब सबै चिज ठ्याक्क नहोला, अलिकति समय लाग्ला होइन, समय लाग्ला होइन, आउनु पनि सक्नुहुन्छ होइन। अब यस्तो चिजहरू कस्तो भने तपाईँको कस्तो भने चिया जस्तो तुरुन्तै पकाइहाल्ने होइन, भात पकाउन अलिकति टाइम लाग्ला नि होइन। भने जस्तै तपाईँको के त भन्दाखेरि तपाईँले चाहिने सुन्तलाको बोट रोप्नु भयो छिटो होला, सिसौ रोप्यो भने अलिक बढी टाइम लाग्ला भने जस्तै त्यो रोप्ने हुर्काउने टाइम हो नि त होइन। यस्तो क्रममा त्यस्तो भइरहेको छ, त्यसलाई धेरै ठुलो सदमा धेरै नै ठुलो लौ न के नै भयो, के पनि होइन। रिमा विश्वकर्मा के पनि होइन, रिमा विश्वकर्मा गयो सिद्धो, उज्यालो नेपाल पार्टी अगाडि बढ्दै गर्छ। रिमा विश्वकर्मा जस्तो अर्को 7, 8, 10 जना फेरि यहाँ उत्पादन गर्छ, उज्यालो नेपालले अर्को 8, 10 जना रिमा विश्वकर्मा बनाउँछ, हामी बनाउँछौँ होइन, ग्रेट हुन्छ। ऊ अझै पनि देखिहाल्नुभयो, जेनजीका भाइ बहिनी आयो होइन, परिवर्तन नेपाल पार्टीको होइन, देख्नुभयो। त्यहीँबाट फेरि अर्को 2 जना आइहाल्छ त यार, एकजना गयो 2 जना आउँछ होइन। त्यो चिज निरन्तर चलिरहेको छ कि, यसले पार्टीलाई फरक पर्दैन। आज हामी यो ऐतिहासिक क्षणमा छौँ र उज्यालो नेपाल पार्टीका अध्यक्षज्यू आदरणीय गुलमान घिसिङ सर हामी माझबाट बिदा भइसक्नु भएको छ। तथापि राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पौडेलज्यू सँगै हामीले अति नै बिर्सन नहुने हाम्रा आदरणीय जो शहीद परिवारबाट आउनुभएका बुवाहरू हुनुहुन्छ, आमाहरू हुनुहुन्छ, सँगसँगै हालको साथीहरू अनि यहाँ उपस्थित सम्पूर्ण पार्टीको विभिन्न तह तब्कामा रहेर देशको लागि चिन्तन गर्नुहुने र कार्य गरिरहनुहुने महानुभावहरू यहाँहरू सबैमा र पत्रकार साथीहरूमा पनि मेरो तर्फबाट नमस्कार। र आज विशेष गरेर माघ 1 गते माघे सङ्क्रान्ति पनि पर्न गएको छ, त्यसकारण यहाँ सबैजनालाई माघको शुभकामना सँगसँगै म विषयवस्तुतर्फ अगाडि बढ्न चाहेँ। र आज यो दिनमा हामी आइपुगिरहँदा यो हाम्रो सुन्दर देश नेपालको कथा मलाई लाग्छ त्यो बेलादेखि लेख्न थाल्यो। सायद जुन बेला हिमालयको काखमा रहेका सासाना प्रान्तहरूलाई एकीकरण गर्दै एउटा सिङ्गो नेपालको चित्रण गरियो र त्यस पश्चात विभिन्न कालखण्डमा परिवर्तनको लागि धेरै त्यस्ता क्रान्तिहरू लडिए। तथापि पनि अहिलेसम्म आइपुगिरहँदाखेरि पनि त्यो शाश्वत परिवर्तन, एउटा साँचो परिवर्तन हामी सामान्यभन्दा सामान्य जनताले प्रत्याभूति गर्न सकिरहेका छैनौँ। त्यसैको एउटा आक्रोशको एउटा ज्वलन्त उदाहरण हुन सक्छ हामीले भर्खरै मात्र एउटा युवा पुस्ताले छेडेको क्रान्ति, जसलाई हामी जेनजी आन्दोलन भनेर भन्ने गर्छौँ। त्यस कारणले गर्दाखेरि एउटा युवा पुस्ताले हिजोको दिनमा हामीले परिवर्तनको लागि देशमा सुशासन हुनपर्छ, एउटा भ्रष्टाचार हुन हुँदैन,
समृद्धितर्फ हाम्रो मुलुक अगाडि बढ्नुपर्छ भनेर हाम्रो सामान्य आवाज उठाउँदै गर्दाखेरि हाम्रा धेरै साथीहरू शहीद हुनुभयो र त्यो सँगसँगै हजारौँको सङ्ख्यामा म लगायत मेरा घाइते साथीहरू अझै पनि यहाँ हुनुहुन्छ। केहीजना यहाँ हुनुहुन्न, अझै पनि केहीजना अस्पतालमै हुनुहुन्छ, बेडमा हुनुहुन्छ, उपचारात्मक अवस्थामै हुनुहुन्छ। तथापि पनि हामीले एउटा त्यो आवाज उठायो, त्यो साहस गर्यो। हामी अङ्गभङ्ग भयो, कति पीडा सहयो, कति त्यो सहयो, तर पनि हामीले चाहेको पनि त्यो परिवर्तन अझैसम्म पनि एउटा महसुस गर्न सकिरहेका छैनौँ। तर हामी त्यसो हुँदै गर्दाखेरि, पीडामा पर्दै गर्दाखेरि पनि अझै पनि हामीले हाम्रो आस्थालाई मारेका छैनौँ, साहस हारेका छैनौँ, हिम्मत हारेका छैनौँ। र त्यही एउटा साहसको उदाहरण हुनुहुन्छ राजेश पौडेल दाइ, जो स्वयं जेन्जी आन्दोलनको क्रममा घाइते भएर आफ्नो खुट्टा गुमाएर पनि हिजोको दिनमा हामी आन्दोलनमा गइरहेका चुनावको हाम्रो म्यान्डेट थिएन, हामीले मागेका थिएनौँ। तर यदि हामीलाई जबरजस्ती चुनावमै घुमाइन्छ भने हामी त्यसका लागि पनि तयार हुनुपर्छ युवा पुस्ता भनेर एउटा साहस बोकेर उहाँ अगाडि बढिरहनु भएको थियो र बढिरहनु भएको छ। र त्यो सँगसँगै यदि सडकबाट हाम्रा आवाजहरूको सुनवाई हुँदैनन्, सदनमै पुग्नुपर्छ भने त्यसका लागि पनि हामी नेपाली युवाहरू तयार हुनुपर्छ। अबको सदनमा हाम्रो पुस्ताहरू झगडा आन्दोलन गरेर सडकबाट मात्रै हाम्रो मागहरू राख्दैन, सम्बन्धित ठाउँमा पुगेर आवाज उठाउनको लागि पनि तयार हुनुपर्छ। त्यस कारणले गर्दा राष्ट्रिय परिवर्तन पार्टी यसरी अगाडि बढिरहेको थियो, एउटा युवा पुस्ताको पार्टी रहेको थियो। र त्यो सँगसँगै हामीले यहाँनिर घाइते र शहीद परिवारको चर्चा हामी पुरा गरिरहँदाखेरि हिजोको दिनमा देशलाई यो अवस्थासम्म ल्याइपुर्याउनको लागि केवल हाम्रो पुस्ताको मात्र योगदान छैन। हिजोको दिनमा जतिखेर 2007 सालमा राणा शासन विरुद्ध लडेका ती तमाम शहीद र घाइतेहरू, त्यस्तै गरी 36 सालमा पञ्चायत शासन विरुद्ध उहाँले दिनुभएको त्याग र योगदान सँगसँगै अस्ति भर्खरै मात्रै जुन जनआन्दोलन अथवा भनौँ न भएको थियो 62-63 को जनआन्दोलनमा पनि हजारौँको सङ्ख्यामा घाइते र शहीद हुनुभएको थियो। उहाँहरूलाई पनि हामी हृदयमा राखेर हिँडेका छौँ। उहाँहरूले चाहनु भएको परिवर्तन पनि ल्याउन पर्छ, त्यो अधुरो सपनालाई पुरा गर्नुपर्छ भनेर एउटा शहीदको पीडा र घाइतेको पीडा, उहाँहरूको त्यागबाट जन्मिएको पार्टी थियो राष्ट्रिय परिवर्तन पार्टी। र हामीले किन आज यो एकीकरण गर्दैछौँ त भनेर हजुरहरूलाई लाग्न सक्छ, पत्रकार साथीहरूलाई पनि लाग्न सक्छ, किनभने हामीले महसुस गरेका छौँ, हामी युवा पुस्ताहरू हौ, हामी सचेत छौँ, परिवर्तन एकले मात्र सम्भव हुँदैन। हाम्रो नेपाललाई समृद्ध बनाउनको लागि, देशमा सुशासन स्थापना गर्नको लागि म एक्लैले गर्छु भनेर सम्भव हुँदैन। यसमा हातमा हात, साथमा साथ दिएर परिवर्तन चाहने, परिवर्तनको पक्षमा रहेका हरेक नेपाली नागरिकहरू, हरेक नेपाली जनता, नेता या भनौँ लिडर, हरेक सबै नेपालीहरू एक ठाउँमा आउनुपर्छ र यो एकीकरणको हाम्रो पहिलो प्रयास हो। त्यसकारण ती तमाम शहीद र घाइते साथीहरूलाई मैले मेरो अन्तस्करण हृदयबाट नै सम्झिरहेको यो क्षणमा अघि जसरी हाम्रा आदरणीय बुवाले भन्नुभयो, थोरै त्यो एउटा प्राविधिक त्रुटि भएको छ र हिजोको दिनमा हामीले राष्ट्रिय परिवर्तन पार्टी गरिरहँदा एउटा सामान्यभन्दा सामान्य कार्यक्रम, एउटा गाउँ लेभल, वडा लेभलदेखि लिएर हामीले राष्ट्रिय लेभलसम्मको कार्यक्रम गरेर यहाँसम्म आइपुगेका छौँ। त्यो बेला हामीले उहाँहरूप्रति श्रद्धा अर्पण लगाइकन हाम्रो कार्यक्रम सुरुवात हुँदैन थियो। यो पनि मैले हजुरहरूमा एउटा स्मरण गराउन चाहे। र अहिले यो एकीकरण भइरहँदाखेरि उज्यालो नेपाल पार्टीले किन त या भनौँ कुलमान घिसिङ सरलाई नै हामीले एउटा नेतृत्वको रूपमा किन चुन्यौँ त भन्नुहुन्छ भने हिजोको दिनमा उहाँले आफ्नो कार्य अवधिभरमा जुन एक किसिमको योगदान दिनुभएको छ, जुन काम उहाँले गरेर हामीलाई देखाउनु भएको छ, त्यो एकदमै सराहनीय छ। हिजोको दिनमा उहाँ ऊर्जा मन्त्री भइरहनु हुँदाखेरि पनि त्यो लोड सेडिङ जतिखेर नेपालमा भएको थियो, त्यति लामो समयसम्म हुने लोड सेडिङ म आफैले पनि भोगेर आएको हो। म विद्यार्थी अवस्थामा भइरहँदाखेरि कुपी बालेर, एउटा इन्भर्टर बालेर मैले मेरो परीक्षाको तयारी गरेको दिनहरू मैले आफैले पनि भोगेको छु। र आजको दिनसम्म आइपुगिरहँदाखेरि लोड सेडिङ धेरै हदमा नेपालमा हटेर गएको छ, इन्फ्याक्ट छैन नै भन्दा पनि हुन्छ। यो जुन एउटा अँध्यारोमा रहेको हामी नेपालीहरूलाई एउटा उज्यालो साथी नै एउटा बल बालेर अथवा भनौँ न यो लोड सेडिङलाई हटाएर उहाँले जुन दिनुभएको योगदान छ, यस हिसाबमा पनि उहाँको एउटा इमान्दारिता, कार्यप्रति एउटा कर्मनिष्ठा, त्यो देखेर पनि हामीले उहाँलाई एउटा नेतृत्वको रूपमा चुनेका हौँ। र त्यो सँगसँगै पछिल्लो समयले जेन्जी विद्रोह पछाडि, जेन्जी आन्दोलन पछाडि यो अन्तरिम सरकारमा उहाँ लिइरहनु हुँदाखेरि जसरी एउटा भौतिक पूर्वाधार मन्त्री भइरहँदाखेरि पनि जसरी उहाँले एउटा आफ्नो तीनवटा जिम्मेवारीलाई पनि जसरी एउटा भ्याइ नभइकन कसरी हुन्छ त्यसमा बेस्ट पर्फर्मेन्स गर्नको लागि उहाँ रातदिन तलिन रहेर खट्नु भएको छ, डर्नु भएको छ, त्यो हामीले देखेका छौँ। त्यो कुराको हामी युवाहरू पनि साक्षी छौँ। त्यस कारणले गर्दाखेरि पनि हामी उहाँलाई एउटा हाम्रो अभिभावकत्वको रूपमा स्वीकार्न तयार भएका हौँ। र अहिलेलाई मैले यति भन्न चाहेँ र अबको दिनमा पनि हामी अगाडि बढ्दै गर्दाखेरि यो साँचो परिवर्तनको लहर ल्याउनको लागि र नेपाललाई समुन्नतिको मार्गतर्फ डोर्याउँदै हरेक नेपालीको भविष्यलाई उज्यालो बनाउनको लागि हामी आजको यो एकता समारोह एउटा ऐतिहासिक क्षण हुनेछ। र तपाईँहरू माझमा मैले यति भन्दै यो एउटा
छोटो एउटा मैले यहाँनिर संक्षिप्त बुदागत रूपमा लेखेर ल्याएको कुराहरू सुनाउन चाहन्छु। हामीले अघि सारेका 7 जेनजीका एजेन्डाहरू निम्न छन्। हाम्रा एजेन्डाहरू: 1. प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली, 2. शून्य भ्रष्टाचार, 3. सुशासन र इमानदार राजनीति, 4. अब देश विकासमै नेपालको युवा नेपालमै, 5. आर्थिक पारदर्शिता, न्यायाधीश स्वयं जनता, राष्ट्रिय सार्वभौमिकता, सीमा सुरक्षा र राष्ट्रिय पहिचान 6 नम्बर। र 7 नम्बरमा रहेको छ न्याय, शिक्षा, स्वास्थ्यको देश, नेपालको नयाँ परिवेश। हाम्रा यी 7वटा प्रमुख एजेन्डाहरू रहेका छन् राष्ट्रिय परिवर्तन पार्टीको। आउने दिनहरूमा यी कुराहरूलाई पनि हामी समावेश गर्दै यी कुराहरू पुरा गर्नको लागि अगाडि जानेछौँ। र चुनावी सन्दर्भमा हाम्रो स्पष्ट पक्ष के रहेको छ भने चुनावी सन्दर्भमा हाम्रो प्रत्यक्ष र समानुपातिक दुवै तर्फका अधिकांश उम्मेदवारहरू जेनजी युवा सहित परिवारका सदस्य तथा आन्दोलनका घाइतेहरूलाई बनाएका छौँ। र त्यो सँगसँगै आजको ऐतिहासिक घोषणा एकता शीर्षकमा रहेको छ। आज हामी एउटा ऐतिहासिक र सकारात्मक सन्देश सहित उपस्थित छौँ। राष्ट्रिय परिवर्तन पार्टी र उज्यालो नेपाल अब एक भएका छौँ। यो एकता कुनै पदका लागि होइन, कुनै भागबन्दाका लागि होइन, यो देश, सेवा, सुशासन र साझा परिवर्तनको साझा प्रतिबद्धता हो। र माननीय कुमार घिसिङज्यूप्रति सम्मान चढाउँदै अँध्यारो नेपाललाई उज्यालो बनाउने महान हिरो माननीय कुमार घिसिङज्यूको यात्रामा हामी सानोभन्दा सानो भए पनि सहयोगी बन्ने प्रतिबद्धता जाहेर गर्दछौँ। हामी सबैलाई विदितै छ नेपाल लामो समय अन्धकारतर्फ धकेलिँदा उज्यालो ल्याएर परिणाम देखाउने नेतृत्वको नाम हो माननीय कुमार घिसिङज्यू। उहाँ जस्तो स्वच्छ, छवि, इमानदार, कर्मशील र परिणाममुखी नेतृत्व देशले पाउनु गर्वको विषय हो। उहाँले जिम्मेवारीलाई पद होइन सेवा र परिणाम बनाइदिनु भएको छ। उहाँप्रति हाम्रो गहिरो सम्मान छ। र अन्त्यमा हामी भन्न चाहन्छौँ परिवर्तन सजिलो छैन, तर डराएर देश बाँच्दैन। देश बचाउन, देश उठाउन हामी कुनै पनि बलिदानका लागि तयार छौँ। हामी मर्नु परे पनि तयार छौँ, तर देश बाँचिरहोस्। जय परिवर्तन, जय उज्यालो नेपाल। र अब चुनावमा चाहिँ यो उज्यालो बत्ती चिमसँगै हामी एकताको धुन बाँसुरी बजाउँदै हजुरहरूको गाउँ घरमा घर दैलोमा आउनेछौँ। र यति भन्दै मेरा कुरालाई यहीँ राख्न चाहन्छु। धन्यवाद।